बालेनबाट होप छ एउटा मलाई त होपै छ यो मुजीहरूसँग यो मुजी घुटेहरू हो यहाँ सुन बालेन शाहले केही गर्छ भने तपाईँलाई आश छैन 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 यहाँ सुन देखिहाल्यो नि आगो जलाइसक्यो यो गरिबलाई धपाइसक्यो हो अनि 8 करोड गाडी चलाइसक्यो त्योभन्दा के देख्नु बाँकी छ र सुन यहाँ अब के हुन्छ जितिसकेपछि यिनीहरूको चाहिँ शक्तिको बाँडफाँड हुन्छ के अनि स्वर्णिम वाग्लेले के गर्छ थाहा छ यसले सिंहदरबारदेखि जलाएर जेन्जी आन्दोलन गरेकोमा बालेन चट त्यो भ्रष्टाचारीमा त्यो चट दुईजना स्वर्णिम वाग्ले सुपर पावर हो अहिलेको लागि चाहिँ अमेरिकनको अब स्वर्णिम वाग्ले सुन न उनीहरूसँग दुइटै नागरिकता छ नि मान्छेले यो अमेरिकन सिटिजन पनि छ नेपाल पनि छ नि यहाँ सुन यो नेपालको डोर चरित्र भने है के है अनि को भन्छ थाहा छ यिनीहरूले चाहिँ बालेनलाई बनाउँछ कलर हिसाबले प्रधानमन्त्री होस् न अहिले त मैले बालेनलाई प्रधानमन्त्री बनाउने बनाउँछ तर संविधानमा मिचेर यो गएर कानुनमा ल्याएर त्यसलाई ठुनिन्छ रविलाई ठुनेपछि त अनि रासपा को त